टर्की बजार बर्गर किङ अनि यता के छ ह्याप्पी 101 एनिभर्सरी अफ टर्की अनि अब यता टर्कीको 101 एनिभर्सरी रहेछ आज चाहिँ आज भन्नाले कहिले हो अब जस यस्तो कुरा रहेछ यहाँ त टर्कीको कत्रो झन्डा फरफरा छ सिन द टर्की फ्ल्याग द बिग वान स्ट्याचुहरू रहेछ है किसिम भिड छ आज टर्की यस्तै छ यो चाहिँ इस्तानबुल हो होइन अनि यहाँ छोडेर आएको पहिला बेलुकीमा अनि टर्किसको 101 एनिभर्सरी पनि रहेछ यहाँ रिपब्लिक पक्का चोक जस्तो रहेछ होइन इस्तानबुल कस्तो लाग्छ कहिले यस्तै छ है सुन्दर छ है बेलुका त पक्का रमाइलो हुँदो रहेछ You're right. What you been to? Shock. Either this Shock supermarket. Yeah. What did you buy? Cereal, milk, juice, yogurt, and then something else. Okay. You spent a lot of money. Well, I don't know. I don't think so. There's less than other things. Right. Okay, we are in the street. Yeah. Let me say this. Right. Just the street. So nice. There's a letter on top of it, but I can't read it. It's wrong. लन्डनको बजार हिँड्न जस्तो हुँदो रहेछ है It looks like we are in the London street. Yeah? Maro. ल आज यो चाहिँ के टावर हो है यहाँ आएको हेर्नु हामीले यो यस्तो छ अरूहरू कता कता गयो जस रमाइलो रहेछ यहाँको भ्यूमा ल इस्तानबुल आएको यहाँ पनि माछा मार्ने ठाउँ है आम्मामा ल हेरौँ साथी यहाँ माछा चाहिँ गुटुङ गुटुङ पारिरहेछ जनताहरूले ल इस्तानबुलमा पनि माछा मारेको हेरियो है त्यो होल है ब्रिजमा पुरा त्यहाँ पर पनि माछा मार्नेहरू छ है यो
यो इस्टानबुल हो उतातिर त्यो पारी देख्नेहरू के छ होइन यहाँ माछा मार्नेहरू टन्ने म यहाँ हान्दा दिनभरि भुल्थ्यो होला हौ यहाँ यति धेरै समाधि रहेछ तर सानो सानो रहेछ फिस नाइस फिस दे आर क्याचिङ फिस ओ माई गड फिस एभ्रिवार यो त म्याक्रेलहरू रहेछ नि त होइन डिफ्रेन्ट टाइप्स स्पाइसमा ल यो मेरो ब्याकग्राउन्डमा हेरेर चाहिँ आमामा यहाँ माछा मार्ने टोलहरू यति धेरै छ यहाँ मैले भनिसकेँ नि होइन 1000 जस्तो मान्छे छ होला 2-3 गरेर माछा मार्ने टोलहरू चाहिँ अब ब्रिज छ इस्तानबुल दुईजना यहाँ पछाडि आउँदैछ मेरा बाउ चल्लाहरू अनि यहाँ हेऱ्यो भने चाहिँ अनि यो इस्तानबुलको यो खै के भन्छ यसलाई है How are we doing? You okay? You know feel cold? No? It's the sunshine here. What is wrong? Yeah, see there. एकछिन यहाँ फोटो खिच्नु छ अनि भोक पनि लाग्नु थाल्यो यो माछा मार्केट देखेर झन् भोक पो लाग्यो मोबाइल खाएर बल्ल एकछिनमा यस्तै रहेछ साइडतिर चाहिँ अब यो इस्तानबुल खै के हो है लेखेको चाहिँ बुझ्छ छैन एउटा यहाँ सोध्नु मन जस्तो लाग्यो अब यहाँ हेर्दा गइन्छ एकछिन हेरिन्छ माछा मार्ने टोलहरू स्टिल त्यहीँ छ यहाँभित्र चाहिँ बजार रहेछ बजार अन्डरग्राउन्ड सपिङ भन्दा कति हो कति हो अल्लाह है अहिले हामी यो इस्तानबुलको एउटा मस्जिद जस्तो हो यो होइन यहाँको फोटो सेसन हुँदैछ अनि अघि मैले देखाएको एउटा टावर चाहिँ यहाँ पर छ है जुन चाहिँ यहाँ अब जुम गऱ्यो भने देखिन्छ त्यहाँ पनि जाने भनेको तर समस्या चाहिँ के छ भने यहाँ चाहिँ बस्ने मात्रै लाँदो रहेछ हामी टाढा भएको भएर बसको यात्रा पनि गर्ने प्लानमा चाहिँ छौँ तर मेबी 2 डेजमा जान्छौँ होला बाइक अनि यहाँ चाहिँ मस्जिद होइन यहाँ आएर हेरेर आएको त्यस्तो रमाइलो रहेछ कता कता घुम्यो आज चाहिँ तर हिँड्दा शेष पऱ्यो आज पुरै पैदल यात्रा मात्रै गरेको हामीले होइन यस्तो छ अहिले भर्खर हामी यहाँ माछा मारेको ठाउँ चाहिँ यतातिर भयो होइन अनि उतातिर पनि मजाले घाम लागेको भएर कस्तो राम्रो देखिएछ यहाँ चाहिँ प्रायः चाहिँ यस्तै रहेछ कि सबै यो मस्जिद जस्तो होइन मजाले यहाँ 2 जना हिँड्दैछ फोटो खिच्दै अब यो भित्र छिर्ने भन्दै थियो त्यस यहाँ जाम न कस्तो हुँदो रहेछ म त भित्र यसो हेरेर आउँछु म त हेर्छु के रहेछ ल है यहाँभित्र के रहेछ त भन्दाखेरि चाहिँ यस्तो देख्छ यहाँभित्र राइट हाम्रो गाउँमा टक्क माथि घाम लाग्यो यस्तो राम्रो देखिएछ सो ब्युटिफुल ल त्यहाँ हाम्रो 2 जनाहरू पनि आउँदैछ पछाडि हेऱ्यो भने चाहिँ यस्तो मजाको भ्यू देख्छ है दामी दोकान पनि हुन्छ जस्तो लाग्यो कि तर केही पनि छैन है तर यो घामकोले गर्दा कस्तो राम्रो आएको छ यहाँ है पछाडि हेरौँ त आमा दामी यस्तो घामको रिफ्लेक्सन गर्दा सुनै टल्क जस्तो भन्छ नि त ल यस्तै छ है एजेन्सी You don't want to scare them? Huh? You don't want to scare them? I don't want to scare them because they're trying to feed them and food. No, there are lots of food for them, so it doesn't matter. That's what I'm saying. I don't want to. You don't want to? I don't want to. Oh my god. The background looks so nice, Berizman. Behind you. I look so nice. Yeah.
यो चाहिँ वान अफ दि मार्केट हो होइन यसलाई चाहिँ इजिप्सियन बजार भन्दो रहेछ अनि गर्दाखेरि म चाहिँ यो इजिप्सियन बजारभित्र छु होइन हेऱ्यो भने चाहिँ आमा इजिप्सियन बजार है एकदम लामो छ टर्कीको इजिप्सियन बजारमा अन्दाजा दुईजनाहरू छ आउँदैछ अहिले चाहिँ हामी त्यही અહીંकै ठाउँमा आइपुग्यौँ होइन मसी जस्तो छ माथि चराहरू उडेछ कस्तो मजाको बाँकी चाहिँ यस्तो देख्दो रहेछ है इट्स सो नाइस especially in the evening. And baby? It's like it's exactly like the home. Yeah. Then if you look on the other side, there is one as well. Okay. It looks so nice. I love it. You love it. Belisma, you are going to tricked. Vanilla extra, okay? $1. Belisma, finally you got it. Mommy turn. Samadhi. Strawberry. Oh, mango. What is this? Caramel finish. Oh, fiction. हजुर कहाँ तँलाई बोल्यो आइसक्रिम खान कहाँ सजिलो छ Thank you. यो टर्कीको अर्को पार्टमा आयो है अर्को पार्ट भन्दा त्यही नै हो तर यहाँ चाहिँ यो मस्जिदहरू रहेछ अनि यो माथि चाहिँ यो ट्रामको बाटो हो है अनि यता यो चाहिँ के हो नर्मल पार्क ओके अनि यहाँ के छ लुक द्याट डग इज स्लिपिङ अनि एउटा स्ट्याचु रहेछ यसमा एउटा क्विक हेर्नु पऱ्यो के छ अनि माथि चाहिँ ट्राम आउँदो रहेछ क्या काइन्ड अफ ट्रेन जस्तो हो यो अनि मान्छे हिँड्ने पनि रहेछ होइन एकछिन त्यहाँ घुमिन्छ है हेरिन्छ अनि हामी गएको चाहिँ यता हो होइन यो पारीको हो द्याट्स द वान वी वान्ट yesterday, right? Is that the one? Yeah, that's the one. Not this thing one, okay? So that's the one we went yesterday. Why is there like 3? There are 4 or 5, so I don't know what is this statue all That one about. has 2 pillars, that one has 3, the other one has 4. Yeah, it has 4 here, right? So there is another one on the other side as well. Okay. See, you get confused yourself. यस्तै छ अब आज हामी चाहिँ यहाँबाट क्रस भएर पल्लोपट्टि जाने फेरि अनि त्यसपछि बजारतिर जाने हो एन्ड बेलिजमा इज हियर हेलो बेलिजमा आज कहाँ जाने The bridge. Bridge? Yeah. And then? You don't know? So Have you we'll been go to to the this side? Grand Market today. Yeah. Is it only up to? We were very close to it yesterday, but we didn't make it. हाम्रो प्लान चाहिँ त्यस्तै छ है आज त्यहाँबाट चक्कर जाने अनि घुमेर आउने आउँदैछ हामी फाइनली आइ त पुगेछ है बेलिजमा फाइनली वी आर हियर Yeah. We made it. And how was your walk? It's so uphill. Uphill, yeah. But at least we are here. That's the good thing. Right. होइन ल हामी चाहिँ आइपुग्यो होइन तर जाने चाहिँ कताबाट रहेछ ठाउँ चाहिँ थाहा भएन मुखकै हो तर यसलाई चाहिँ कताबाट के छ थाहा भएन है यता छ त्यो चाहिँ यही हो जुन हामीले देखेको अघि त अहिले जाने ठाउँ खोज्छौँ है
ल फाइनली कता कता घुम्दा 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 हामी चाहिँ आइपुग्यो है मोक्समा। भित्र चाहिँ यस्तो रहेछ होइन, चारवटा त्यो भएको। अनि यहाँ वरिपरि हेऱ्यो भने चाहिँ यसको चाहिँ यस्तो छ होइन, इन्ट्रान्स त्यहाँबाट थियो जस्तो लाग्यो। फोटो चाहिँ उता देख्नु होला, त्यहाँबाट राम्रो आउँछ होला। ल बेलिजमा आऊ, बेलिजमा पनि यहाँ आएको छ। तर आज चाहिँ शेषै पऱ्यो हिँड्दा हिँड्दा निकै गल पायो त। यसको इन्ट्रान्स उताबाट हो, चारवटा पिलर त्यताबाट देख्छ कि यता जाँदा बेलिजमा हो। I can see I can take a good picture. Finally made it. Oh, I'm sweating very much. That is huge. Yeah. This is one of the biggest mosques in Turkey, okay? यो चाहिँ के अरे यो टर्कीको सबभन्दा ठुलो मक्स हो। त्यही भएर हामी यहाँ आएको होइन। जस्ट एक दुईवटा फोटो खिचिन्छ अनि गइन्छ है। हेरौँ न कस्तो रहेछ। Can you go inside here? I think like certain times. But people are still going there, isn't it? We'll go this way, go out other way, yeah? ल हामी यहाँ छिर्दै हो। आएर नि भिडियो सुट किन्न पाउँछ पाउँदैन खिच्दैछ म त। We'll go straight outside, then we'll come from other way. Yeah, it's okay. Yeah. But we're not going inside it anyway. So यहाँबाट छिर्ने ठाउँ रहेछ होइन। यो फोटो खिच्ने ठाउँ हो। I think village yeah, people are going there inside for the prayer. If you want to go inside, then you need to take a switch out. You wanna go? That's if you want to pray. Not. This is visiting times like that too. Oh, okay. It's because like you know how like the person who's separated. Yeah. Like you have to wash your hands. Oh, okay. Okay, we'll take a couple of pictures, then we'll go. Okay, and then we are heading towards the Grand Bazaar. This is Grand Bazaar. We are here at the right position. Our Grand Bazaar makes sense. Go. Finally, हामी चाहिँ यो ग्रान्ड बजार आइपुग्यौँ है। ग्रान्ड बजार। It's okay, thank you. ल फाइनली ग्रान्ड बजार छिर्यो है। यस्तै रहेछ ग्रान्ड बजार। I don't know what you're gonna go to the Grand Bazaar. Yeah, we need to find the shoes for Dada. Yo. Grand Bazaar, my dear. Grand Bazaar ko le aao garu. असमको बजार यति ठुलो रहेछ कि हो है। यहाँसम्म टर्किस बजार यता गयो, उताबाट हामी आयो। अनि यहाँ अर्को जाने बाटो छ है, यहाँबाट अर्को जाने छ। तर पनि यो सकेको छैन क्या, यति ठुलो रहेछ यो। घुम्दा घुम्दै झलाइसक्यो यार। राड पनि देख्यो, अब खाना खान जानुपर्छ होला। कतै छ छिर्ने ठाउँ कहाँ जाने? हेर यसो हिँड्यो अलिअलि घुम्ने ठाउँ है, आफ्नो आफ्नो ठाउँ रहेछ। साह्रै गोदिसो है। आएर न होटल आमा हेर त अल द वे कति टाढासम्म छ। ल बजार सकाइयो, हामी यो एक्जिट हो है माथि। एक्जिटबाट हो हामी निस्किदियो हो। गुड बाई छ यो ग्रान्ड बजारलाई। यो चाहिँ पछाडि हेऱ्यो भने चाहिँ ग्रान्ड बजार। हामी यहाँ छिरेको अर्कै बाटो, अर्को निस्क्यो हामी। अब चाहिँ हिँडेको वी फिनिश भिलेजमा। Yeah, we going to the same place where we came this morning. Grand Bazaar. ल एउटा करिडोरमा आयो है। यहाँ तामामा के झुन्डाएको यस्तोहरू खाना झुन्डा छ। हिजो पनि योबाट आएको थियो, के देखेको थियो आज पनि है। अब हामी चाहिँ निस्किसक्यो है मोटामोटी बजार छोडेर।
मोमो स्वीट्सहरू Berisma, what are you? Yeah, no problem. You can hear. Lots of sweets. यहाँ no Grand Bazaar go. Sweets there, though. You want to try? Can you okay? Okay. घुम्न सक्छ स्टेसन छ यो चाहिँ इजिप्सियन बजार हो मान्छे सकै हो एउटा ब्याक टु नर्मल जाँदैछौँ जताततै मिठाई सिठाई के हो हिजो हामी एयरपोर्ट चाहिँ आज पनि त्यही ठाउँमा आइपुग्यो है ल आजको भिजिट पनि यत्रै छ सक्यो कोही खानासाना खाएर चाहिँ जानु पर्ला दिस इज द बजार Finally, I got this food as well. Mokai? Sanke. Kuya dikha jaako. Yeah. रेस्टुरेंट है खाना रेस्टुरेंट सबै यति धेरै रेस्टुरेंट छ कि यहाँ यो ब्रिजको मुनि हो जहाँ चाहिँ माथि चाहिँ माछा मार्दै थियो होइन ब्रिजमा इज all the restaurants and they are fishing here दामी देखेको छ त्यो ठाउँ पनि यहाँ त्यहाँ कहाँ आयो हामीलाई त्यो टावर थियो नि त गलाटाको त्यही बाटो हो आज चाहिँ डिफरेन्ट आएको यति गरेपछि आजमा चाहिँ सक्यो है अब खानासाना किनेर घर जाने हो यहाँ म त सेसी पढिसक्यो टावरमा चढ्नको लागि मान्छे भिड छ है टावर कता हो टावर गलाटाको बेलुकीमा र म चाहिँ हामी आएको होइन We're tired. I'm tired. I'll get uphill. Yeah, same thing. See, look at the tower. Nepal got Dara Rajasthan. I'm also tired, so we need to go home now. Okay? Yeah. Take it over. So, yes, we're going to see. You want the bola? So, the botita. Anna, to be sure of them. We'll go from there. And you'll take one pizza salad. सबैले कुर्दो रहेछ नि त यहाँ यस्तो चाहिँ केहरू रहेछ क्या अन्त रमाइलो भएको रहेछ नि त यो त्यसले गर्दाखेरि यहाँ मान्छे यस्तो भिड छ है ल एउटा फोटो खिचिन्छ नि गइन्छ है उफ यो स्टेयर्स होइन घरहरू यता कलरफुल यतातिर छ है त्यो चाहिँ कलरफुल हाउसहरू हो यो चाहिँ यो कलरफुल स्टेयर्स मान्छेहरू यतिको लागि कहाँ कहाँ आउँदो रहेछ अनि एउटा क्याफे छ ल बिहाइन्ड द सिन चाहिँ यस्तो छ है फाइनली हामी चाहिँ यो कलरफुल हाउस भएर कलरफुल स्टेसनमा आइसक्यो अनि यहाँको छाता भएको चाहिँ यस्तो रहेछ कि भित्रपट्टि अनि क्याफेमा जानलाई त आमामा के पैसा तिर्नुपर्ने जस्तो लाग्यो त है यहाँ चाहिँ चार्ज लाग्दो जस्तो लाग्यो यहाँ त्यस्तो रहेछ यहाँ यस्तो अनि त्यो कलरफुल हाउस है त्यहाँ चाहिँ नै खाने यति रहेछ यहाँ खासै यो स्टेजमा हिँड्नु पर्ला एकछिन कस्तो छ लेट्स राइट यो चाहिँ कलरफुल स्टेज भनेको हो होइन हामी यहाँ आइपुग्यो यहाँदेखि माथि खास केही पनि नरहेछ यतिको लागि मान्छे फोटो खिच्नको लागि चाहिँ है यहाँ कहाँ आउँदो रहेछ यहाँ फोटो सेसनहरू हुँदैछ अब पछि यहाँबाट चाहिँ यता माथि केही पनि छैन रहेछ यो कलरफुल स्टेसन मात्रै रहेछ यहाँबाट तल गएर यता साइडमा चाहिँ यो यता चाहिँ अम्ब्रेला भएको रहेछ है त्यति हो ल फाइनली हामी कलरफुल हाउस पनि आयो यो त्यो फोटोतिर देखाएको होइन यो यो होल स्ट्रिट नै रङ्गीचङ्गी छ जस्तो लागेको थियो त्यहाँ माथिबाट यसो हेर नि
घरहरू चाहिँ अब अलि रङ्गाइसँगै गरेको भएर चाहिँ कलरफुल आउँछ रहेछ होइन। यो होली स्ट्रिट नै त्यस्तै छ कि खासै त केही होइन कि। ल फाइनली यो कलरफुल हाउस पनि आइयो होइन। यो भिडियोतिर फोटोतिर देखेको चाहिँ पछाडिको हो यो रुखसँगको। यो नै फोटोमा फेमस रहेछ। तिमी हेर्न आएको खासै केही त होइन। यतिको लागि यत्रो हुँडाइ मोची आज है। ल आउँदा आउँदा यहाँ त के हो सुटिङ युनिटहरूले सुटिङ पो गर्दैछ। यहाँको यो कुन चाहिँ हिरो हो है यहाँको टपिस हिरो जस्तो लाग्यो। यति धेरै क्यामेरा युनिटहरू पनि त्यहाँ छ होइन। लाइट लाओ सेटिङ लाओ सबै आएको छ। जाऊँ के को यहाँ त ब्याङ्क। ल आज चाहिँ यो बालट अनि यो खै के पो थियो अर्को है। जस यहाँ चाहिँ यो कलरफुल अम्ब्रेलास कलरफुल स्ट्रिट कलरफुल हाउस भएको ठाउँ हो होइन। यहाँ चाहिँ प्रायः टुरिस्टहरूलाई त्यही रङ्गी बिरङ्गी घरहरू देखाउनु ल्याउँदो रहेछ कि। आज त्यो हेरियो हेरिसकेपछि अब चाहिँ हामी फर्केको। अब एकछिन बजारतिर घुम्ने अनि त्यहाँबाट घर जाने गर्दाखेरि आजको घुमाइ पनि सक्यो। खास यहाँ आउनु थियो आइयो है। अब पछाडि यस्तो देखिन्छ यी घरहरू हेर्न आएको खास। अनि अम्ब्रेला सम्ब्रेला के केहरू थियो सबै त्यो हेऱ्यो। अब चाहिँ बिस्तारै फर्किँदै हो। किन अब हामी पनि हिँडेको यस्तो राम्रो राम्रो सिँगेर देख्छ यहाँ। यहाँ माछा एक एउटाले चाहिँ 5वटा सानो भुराहरू पक्रेछ कि 5 फिस है। 5वटा माछा झुन्डाइरहेको छ। 1 2 3 4 5 गुड फिस। अँ 5वटा छ। यस्तो दामी सिन्छ। ल फोटो खिच्नु दामी आउँछ होला हौ। या द्याट्स वाइ वी आर हियर। ल यस्तै छ है आजको हाम्रो यात्रा पनि। हेरेको यति धेरै यो क्रुजहरू छ यहाँ है। यो सबै रेन्ट गर्न मिल्दो रहेछ कि प्राइभेट हायर। के गर्नु अब यत्रो हायर गरेर हिँड्नु त सकिँदैन होला। यस्तो दामी दामी छ कि यिनीहरू। तर एउटा क्रुजमा चाहिँ जाने भनेको यहाँ कहाँ हो टिकट काट्नु थाहै भएन कि। यो त फेरि सबै प्राइभेट रेन्ट जस्तो रहेछ यिनीहरू है। जस्ट बिहाइन्ड यति धेरै क्रुजहरू छ पछाडि। ल आजको यो हाम्रो फाइनल डेस्टिनेसन हिँड्दा हिँड्दैको है। यो बाटो तल झरेर हामी चाहिँ बजार गएको थियौँ। अनि आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ यो 2025 के लेखेको थियो त्यो हेर्ने भनेर अनि फेरि यो बाटो फर्केर आएको गर्दाखेरि चाहिँ घरहरूले यसो बनायो है। यस्तो मजाको घरहरू देखेछ गर्दाखेरि अहिले म यहाँ नजिकमा चाहिँ आइपुगेँ। यो गालाटा भन्ने जुन टावर हो गरेर देख्छ होइन। जुन चाहिँ अहिले मेरो ब्याकग्राउन्डमा पनि देखिन्छ त्यो गालाटा टावर बिहानी है। अनि यतापट्टि चाहिँ यो टाउन हो जुन चाहिँ हामी गएको बजार। अनि यो घरहरू भयो। अनि यस्तो छ। अनि यो जुइस म्युजियम अफ टर्की के होइन। अनि त्यसपछि यो चाहिँ इयर 2025 लेखेको क्रिसमसको साइडहरू हो। यहाँ सेल्फी गऱ्यो भने चाहिँ सायद यो राम्रोसँग आउँछ होला कि 2025 हो त्यो। तर आडनमा त किन अर्को तरिकाले देखिएछ है। म त यहाँ चाहिँ झिलिमिली छ यतिको लागि फेरि यो बाटो हिँडेर आइयो। अन्तखेरि ल आजलाई यो टर्कीको हिँडाइ बसाइ कुदाइ यति छ। बिहान सिन हेऱ्यो भने यस्तो देख्छ। टुरिस्ट अब कहाँ भयो तिमीहरू बसेस।
ल आज चाहिँ हाम्रो लास्ट डे इस्तानबुलको हाम्रो घुमाइ बसाइ सबै सकियो। आज चाहिँ हामी यो टाक्सिम भन्ने ठाउँमा हो हैन। यहाँ कस्तो बिल्डिङ सिल्डिङ के रहेछ। अब यो लास्ट यसो घुम्ने अनि बेलुका चाहिँ फ्लाइट छ त्यहाँबाट घर जाने हो। गर्दाखेरि चाहिँ यहाँ चाहिँ यस्तो यस्तो देखिन्छ है। जताततै हेऱ्यो त्यस्तै देख्छ है। यो मस्जिदहरू चाहिँ कति धेरै हुँदो रहेछ कि यहाँ के यस्तै छ है। यहाँको जुट चाहिँ सकिसक्यो। ल बाई बाई। ल यो टाक्सिम भन्ने ठाउँ हो हैन। यहाँ पनि फेरि यस्तै मस्जिदहरू छ। एउटा टावर अनि यहाँदेखि यता चाहिँ एउटा चाहिँ प्यालेस लेखेको छ है। त्यो प्यालेस नै जाने। अनि यहाँ चाहिँ एउटा ठुलो स्टेडियम रहेछ। टर्की स्टेडियम अनि बिल्डिङहरू छ। हेर्दाखेरि चाहिँ यस्तै रहेछ इस्तानबुल पनि। ट्राफिक चाहिँ नेपालको जस्तै हो र टाटा र टुटो हल्ला चाहिँ किसिम हुँदो रहेछ के भएर एउटाले ठ्याक्क रोकिदियो भने चाहिँ पुरा हल्लै हल्ला। यो मेरो पछाडि चाहिँ फेरि अर्को मस्जिद होइन। अनि एउटा टावर त्यहाँदेखि पछाडि चाहिँ स्टेडियम छ। पछाडि यहाँ एउटा प्यालेस छ कि पछाडि ऊ त्यो प्यालेस हो। अलिक प्यालेसमा गएर एकछिन हेरिन्छ अनि फर्किन्छ। Look at the dog. Dog यहाँ ट्राफिक यस्तै आउँदो रहेछ है। त्यो पुलिसहरूको त डग्स ब्रेक गरेर के हो के नेपाल कस्तो हुँदो रहेछ ट्राफिक त्यहाँ। अन्त बिजोक यो टावर पुलिसहरू पुरै छ होइन। यहाँ कन्ट्रोल चाहिँ सबै पुलिसले गर्दो रहेछ क्या बाटोमा गाडीहरूको। यो चाहिँ है यहाँको स्टेडियम हो होइन। अघि देखाइहाल्यो। अब यसको पछाडि चाहिँ के देखाउँछ हेर्दै जानु पर्ला। के साह्रो बिजो यतिखेर त। यो चाहिँ डोलोमा पाछे प्यालेस हो होइन। जान्ला ठाउँ चाहिँ अघि इन्ट्रेस्ट देख्यो एराउन्ड। तर यसको यो वाल हेऱ्यो भने आमामा यति अग्लो छ है। अनि यति ठुलो छ कि अल द वे झन्डै यहाँ 18 फुट र होला हौ। अझै धेरै छ होला 20-22 होला हौ। Airport Istanbul.